एभ्रिवन इज मी बबिता सबैजना सन्चै आराममा हुनुहुन्छ अनि हामी पनि यहाँ सबैजना सन्चै आरामै छौँ। अनि मैले चाहिँ आज लिएर आएको छु मेरो आफ्नै रेसिपी अनुसारको चिकन एन्ड मुलाको अचार। अनि मेरो रहेको छ यो सिम्पल रेसिपी। अनि मैले चाहिँ यहाँ जिरा र धनियाँ भुटेर अनि हल्का सुकमेलहरू पनि एड गरेको छु। अनि मैले यसमा आलस पनि हालेर एकैचोटि साथमा भुटेको थिएँ। अनि मेरो यो भुटेर हल्का रातो भइसकेको मैले यसलाई निकालेर अनि मेरो तेल खरिसकेको छ। अब मैले यसमा हाल्ने छु लसुन र अदरकको पेस्ट हालेर एकछिन तेलमा पकाउँछु। अनि यसलाई चाहिँ एकछिन पकाउनु पर्छ। अनि यो चाहिँ मेरो आफ्नै तरिकाको है। अनि मेरो फेरि कसरी अचार बनाएको होला यस्तो तरिकाले कसले बनाउँछ चाहिँ नभन्नु होला। मेरो यो चाहिँ किनकि फर्स्ट लगभग सेकेन्ड टाइम हो चिकन अचार होइन। अनि सो म चाहिँ यो आफ्नै तरिकाले बनाउनु लाग्यो। अनि अब मैले यसमा गरम मसला एड गरेको छु। अनि यो मसला हालिसकेपछि यसलाई मैले फेरि एकछिन चलाएर अब यसमा मैले हाल्ने छु मिक्स मसला। अनि यो रहेको छ मेरो मिक्स मसलाको एउटा प्याकेट एड गरेको छु। अनि यसलाई एकछिनसम्म पकाएर मसलाहरू पनि पाक्न दिनु पऱ्यो नि त। अनि सो एकछिन मसला हालेर मैले पकाउनु लागेँ। अनि त्यसपछि यो हल्का पाकिसकेपछि अब मैले यसमा हाल्दैछु मेरो के भन्छ यो अचारमा हाल्ने छोप। अनि छोप हालेर एकछिन चलाउँछु। छोप चाहिँ मेरो धेरै नै भएको थियो। सो जति धेरै हाल्यो त्यति हल्का मिठो हुन्छ नि त। मसँग यो चाहिँ छोप चाहिँ अलिक धेरै नै भएको थियो। अनि सो मैले चाहिँ यो चाहिँ मुला र चिकन अचारको लागि हो। म चाहिँ अझै मसला अनुसार तेल कमी भएको थियो। सो मैले तेल चाहिँ पछि एड गर्नेछु। अनि अब मैले हालेर रातो खुर्सानी अनि त्यसपछि नुन अनि त्यसपछि बेसार एड गरेर अब फेरि यसलाई एकछिन पकाउनेछु। र साथमा मैले चाहिँ अब यो हल्का पाकिसकेपछि यसलाई निकाल्ने छु मुलाको अचारको लागि। अनि अब मैले मुलाको अचारको लागि निकालिसकेको छु। अब चाहिँ यो बाँकी मसलामा चाहिँ मैले चिकन हालेर एड गरेको छु। अनि यो मेरो चिकन चाहिँ मैले एक दिन अघि नै फ्राई गरिसकेको र फ्रिजमा राखेको थिएँ। अनि सो अब यसलाई मैले मोलेर मेरो रेडी भइसकेको छ। अनि यही मेरो फाइनल लुक्स चिकनको गाइस। अनि चाहिँ मैले बनाउन लागेको छु मुलाको अचार। अनि यसमा चाहिँ रहेको छ सिङ्गो सिङ्गो हरियो खुर्सानी। अनि त्यसपछि अब अघि नै पकाएको थिएँ जुन मैले मसलाको रेसिपी त्यो नि एड भएको छ यसमा। अनि त्यसपछि अब मैले चाहिँ यसमा डाइरेक्ट तेलमा मेथी हालेर यो मुलाको अचारलाई मैले झान्ने छु डाइरेक्ट। अनि मैले यसमा हालेको भनेको एक्स्ट्रा बेसार र नुन हो। अनि अरू चाहिँ सबै त्यही मसला अनुसारको रेसिपी गएको छ। मेरो मुलाको अचार फाइनली रेडी भइसकेको छ। अनि मैले यो अचार चाहिँ मेरो स्पेसली बुढाको लागि बनाएको। अनि मेरो बुढा चाहिँ अर्को पल्टनतिर सिफ्ट हुँदै हुनुहुन्छ नि त। अनि सो अनि उहाँ चाहिँ धेरै राम्रो खाना पाउँदैन अरे। अनि त्यसपछि अचार बनाइदेऊ भन्नुभयो। अनि मैले चाहिँ चिकन र मुलाको अचार बनाएर रेडी गरिदिएको सकेको छु। अनि मेरो अचारको लुक्स यस्तो देखिएको छ गाइजहरू। अनि अब चाहिँ मैले यसलाई डब्बामा हालेर प्याक गर्ने छु। अनि मेरो चाहिँ चिकनको 2 डब्बा अनि मुलाको 1 डब्बा बनेको छ। अनि साथमा मैले चाहिँ भट्ट पनि थियो। अनि भट्ट पनि भुटेर अनि डब्बा नपाएर त्यसलाई चाहिँ बोतलमा प्याक गरेर हालिदिएको छु। अनि यही नै हो साथीहरू। थ्याङ्क यू फर वाचिङ।